दक्षिण हस्त सबुले वाय व्यसने तापेत कुशरास ताते ब्राह्मण मुखम जगे घुमाइदिए हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विष्णु विष्णु
तर अग्निको पूजा गर्नु आश्रम पाचन संगनमाग्रह पंचामृतम यज्ञ पवित्रम धर्मम प्रतिभंगो यजुर्वेदाय नमः ओम अग्नि फुलपातीले नमस्कार गर्नु है फुलपातीले यो अग्निसँग प्रार्थना हुँदैछ है अहिले अब एकछिन है अनि एकैछिन तपाईहरु एक छिक्का मात्रै गुरु दुईटा स्वस्ति भवन्तु ब्रुवन्तु भन्ने सर्वैले स्वस्ति शान्ति मिलोस् ओम इन्द्रो हृदसर्वा स्वस्ति हजुर दिदी पर्सा दिदी है मेरो ज्यादा नातिको स्कुलमा के भन्नु नौजना हो एक कलेजमा के अब धानमा सम्झेर पूजा गर्ने चामलमा पूजा गर्ने मुढामा बसेर लगाऊ त्यहाँ मुढामा बसेर लगाएर जाऊ अब कृष्णहरु पाइन्छ भन्नुस् ए भन्दा सक्छ
अघि भाइ सुत्यो त अघि लाने चिनियोको घोष भाइ मङ्गाया घोष भाइ फेरि तन अग्निति भाङ देवरी तिनवटा गाँठा काट्दिनु हो ए यहाँ ऊ गर्दैछु गर्दा मन नछ अनि गर्दैछु बिहानै आइदिनुहोस् दिनुहोस् अनि तालुमा काट्दिनुहोस् अनि भगवान् बिना एक अब बाहिर लगाएर काट्दिनुहोस् जसको आधारमा केस हुन्छ त्यसको जीवनभरि अब यो थाल पनि तिमीहरूकै हो नि नानी हो कपाल त सेलाएर आउनुपर्छ खोला लगेर पल्लाको पनि काटेर दिने फेर्नुपर्छ काटोहरू नहाँसौ न नहाँसौ यहाँ भाइ हात्ती चढ्छ नहाँसौ मुटुलाई तपाईँ केस काट्नु दिन्छ पुरा आज बिलासी नहल्ला है सामी कपाल बाल्नु मोटो छ अनि यसलाई भाइ भाइ कपालमा झार्दै आफू गइन् न हातले नछुन न मलाई चिसो लाग्यो एकछिन एकछिन मात्रै छ यहाँ अलिकति थोरै छ सबै फस्को छैन होइन लु अब यो सबै उ गर्नु है जानु त यहीँ राख्ने हो मिसिन अहिले लिएर कान्छा यो सकेपछि मिसिन ले अनि अब नुहाइदिने काट्ने यो चाहिँ लेनामा पकाएर सेलाएर पैसाहरू चाहिँ राख्ने यसमा हाल्नु यो के पुग्यो ल अब म यतातिर लागेको लुगा फेराउनु पर्छ त्यस्तो दिदी गर्ने होइन त यता यसो गरेर क्या नौनी तरिका चाहिँ कसरी सानो विधि हो
सानो पनि आऊ कानो पनि आऊ पानी भान्जी उता जाऊ तपाईहरु भए ताडी चिसो पानी हो त्यसबारी काठमाडौँ अघि तातो पानी खोजेको त्यही खान्छ अघि तातो र चिसो ठिक्क मिलाऊ भनेको थिएन मैले चिसो पानी मिलाएको कहाँ छ दिदी त हो नि मजाको छ नि दाजु यसरी दुध तातो यो हाततिर रुन खान्छ खान्छ त्यो दिदी मात्रै खान्छ तातो यता छोड आफ्नो भाइले जे सुन्यो भाइको लागि मामा छैन र अब त उहाँलाई लगेर सेता मैले राम्रो लागिदिनु पर्छ के छ भनेर भन्यो भने उनीहरूले नि हामी छन् पुरा आमाले भने आफै ल्याउनुपर्छ हामीले आफै छन् भने लक्ष्य खेतीको छन् बोलाओ आजको दिनलाई मात्रै भयो भइगयो नि भनेदेखि यस्तो नाच्यो खुसी गर्छ भन्छ एक तल्लो भाग चाहिँ आएछ खराब छ उसले उसको काम पनि गर्नेछ तल्लो चाहिँ यहाँ आज जस्तो भने यस्तै हुन्छ एकै खालका सिलाइदिएको एउटै खालको एकै खालको हो एउटै बराबर पार्टीको जस्तो पनि भयो त्यसै मान्छेले भने हुन्छ आफै त हाल्नु कर्मचारी बन्छ भनेर सोध्नुहोस् उनीहरूले बन्छौँ भन्नु पर्यो कर्मचारी बन्ने यो अब पुछेर पाइन्छ तपाईँले समाइदिनु डन्डा लिएर बसिहाल्छ पवित्रम परम पवित्रम प्रजापतिले सहजम प्रसाद यो अहिले पछि लगाउने हो अब अर्को निकाल्नु होइन त्यही दुईटा लगाइदिने अहिले एउटा गर्ने यता हेरौँ त बाबु पवित्रम परम पवित्रम प्रजापतिले सहजम प्रसाद आयुष्यमन्त्रम प्रतिमन्त्र शौरम यज्ञो पवित्रम फलमस्तु तेज ल अब अर्को लगाइदिने है अहिले पछि लास्टमा लान्छौँ बाँध्यौँ दोरीको यहाँ एउटा डोरी लगाइदिनु पर्यो पहेँलो कपडा सूर्याय नमः अब ओम भास्कराय नमः यसो गर्ने
पानी 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 हातले यसो गर्ने देखाइने भास्कराई भाषण काश्य भगवत जुरुलाई पुरुषासी यसमा सोन थैलीमा चाहिँ अलिअलि कसाको टुक्रा थपेर किनेर ल्याएको मन त हो नि जो गरेर अनि यदि सेयर गर्न पनि सकिन्छ दाजुले आएन भने भाइले आएन भने दाजुले हुन्छ तिमीहरूलाई यो यसो गर्दा गर्न म है हैरान त्यहाँ राख्ने ठाउँमा भएर ल यसो गरेर भन्ने है हुँदैन के हो ल अब यसो जनै बाहिर निकाल्ने गाँठो भन्छ नि गाँठो गाँठो यो चाहिँ शिखा भन्छ जनाइको शिखा है यस्तो यसलाई चाहिँ अब गाँठो चाहिँ यस्ता है तान्नु न तान्दै आउँदाखेरि शिखा भन्छ है तिमीलाई चाहिँ यसो गरेर यहाँ दिने दाहिने हात राइट यो बाबुको हात भन्छ है यो बाबुको मैले जसो गर्छु दाहिने हात यसरी मङ्गिरसु विद्यामा नवधारणी धाराय यो अब यहाँ मोसुरामा भएको सिधा हेर्नु भगवती भाषा भाषा हुन्छ अनि यिनीहरूलाई सार्नु पनि पर्छ अब के गर्नु पहिला यो दियालाई सार्नु पर्छ कर्म बिस्तारी है नि गुरु यता सर्नु पर्यो ठाउँ पुगेन त्यो त जानु भनेको सेतापट्टि रातो फेरि भात खुस्किन्छ एउटा भाग पानी भर्नु त लुलु गुरु यसको सकिनु बाउलाई देखाउनु यहाँ गौशाला होइन प्रभाव बोधो मसुरी दृश्य भनेको चाहिँ यो राखिदिएको यहाँ दाल नक्सा छ नि वस्त्र परमिर यो खोला परमिरको फुल त यहाँकै छैन परमिरै यही हो अहिले त्यसको त्यो हो
त्यो चाहिँ अब आफूले मिलाएर जान्नु पर्यो नि त त्यसको शिक्षा भारतमा त ठुलो यता सुन्नु न त्यो भाइलाई दिनु त भाइलाई पहिले बाले भाइलाई दिनु त्यो हाल्यो बाबु यहाँ यो भाइलाई दियो ए बुवाले भाइलाई दिनु भाइले दाइलाई दिनु भन्छ बाबु म त उठ त मैले सिकाएको भन्छ ओम अग्ने सुश्रव ओम अग्ने सुश्रव ओम सुश्रव बस ओम सुश्रव हाल्यो भाइलाई सानोलाई दिनु अर्को लिएर फेरि बोल त्वाम अग्ने सुश्रव असी स्वाहा अर्को फेरि अर्को ओम एवमागु भाइले दिने है दाइलाई सुश्रव कुरु स्वाहा हाल्यो ओम फेरि यथा त्वम अग्ने देवानां येन स निदीपा असी स्वाहा फेरि अर्को देवामह भन्दा मनुष्यनां देवस निदीपो भूयास स्वाहा भन्ने ठाउँमा हिरो हुन्छ थोरै एक खप्पो मात्रै लिने है एक खप्पो भन्ने ठाउँमा हिरो हुन्छ हेर्न आगो बले सजिलो मुख सेक्ने पहिले यसो गरेर यसो पानी छ त पहिला अघि सेकेको तन्नो अस्तु प्रायः तन्नो अस्तु प्रायः यसो अब भिक्षा पूजा गरेर अर्को लागि माइनस यसमा एक कप पानी बाटो पाइयो युवा कुमार भन्न पाइएन जनै लाएपछि पक्का राज्य बस गर्न सक्ने क्षेत्रीय
बाबु भन्दै नि होगा छोडिदिने बाबु लु छोडिदिनु अब तिमीहरू उता जाऊ 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 अब आफ्नो आफ्नै स्थानमा अब पहिलेको उही जहाँनिर कान्छो बसेको त्यही फुल तल भइरहेको न मान्छेको खिच्नु है भाइ भार्गवाय हृदयाय नमः मेरै हात हेर्नु ल भार्गवाय हृदयाय नमः वेदमय शिरसे स्वाहा लोकपूज्याय अवताय भोलिएर नमस्कार गर्नु राखिदिएको थिएँ तपाईँको पूर्ण भए ठाउँमा राख्नु पश्चिम बङ्गाल अनन्त सर्वकृपय अनन्त वासुकी शेष पद्म कमल शङ्खपाल तत्क्षेपाको कान्यै नमः नाना द्रव्याणि वसन् समर्पयामि कालो सिंगारे हरियो सर्प हुन्छ
इच्छा बनाइदिने दुबार छोडिदिने दुध हालिदिने हेर्न पाउनु भयो आउनु शुम्भननी महिषासुरं मर्दिनी मधुकैल भद्री च चण्डमुण्ड विनाशिनी सर्वशास्त्रमय सर्वश्रद्धानी अनेका प्रसिद्धानी कुमारी चैतन्य ऐश्वरी युवती यति अप्रौढा चैव प्रौढा च भीममाता बल्लाप्रभा महोदरी मुक्तकेशी घोररूप महाबला अग्निज्वाला रौद्र मुखी कालरात्रि तपस्विनी नारायणी भद्रकाली विश्वमाया चतुर्धरी शिवदूति कराली च
हतार नगरिदिनु भाइ फेरि पनि बिहार गरेर छुट्छन् नि भोलि तुम्रो भिडो यसरी हिँड्यो खोजी नदी माग्ने आइदियो भन्छन् त्यसरी गर्ने भनेको यहाँ आफ्नो आफ्नो भरेको आफ्नो हेलो रिजात गुरु कति हे तिमीले गर्नु अब अन्तिममा बस्ने हैन अब अन्तिममा बस्ने हैन बस्ने हो त्यता लाइटर कता छन् होला त यसो लाइटर नभए यहाँ कपुर पनि थियो अलिकति कपुर हाल्नु पाए आएको गर्थेँ समस्या आइहाल्यो
स्वाहा ओम रामले स्वाहा ओम सामने साई सामने सर्वदी योग शांति योग ओम रामले स्वाहा सामने सामने स्वाहा ओम देवे स्वाहा ये चंडी का किताब छोड़ देना हो ये चंडी का किताब सारी तालमा हाल न यो धर्म पुनौ भने कृष्णलाई उसले सञ्जीवनीले दिएको सारङ्ग धनु हो यो सारङ्ग धनु आयो नि लु अब एकपल्ट घुम त फनक्क जब घुमलु खान्छु उठा त्यो लिएर हानु लाठी बताओ लाठी लिएर ऊ त रुखा एउटा दानो त हानिहाल्यो त धनुले फुत्ते छोड मैले हाल्न बाँकी छ है लाग्ला ओम प्रजापते स्वाहा के भएर देवी स्वाहा देवी स्वाहा देवी पञ्चम अब छैटौँ धारा लाग्यो 1000 सहस्र धारा भयो ल भाइ ल भाइ पत्र शान्ति विषयदेव शान्ति ब्रह्म शान्ति सर्वत्र शान्ति शान्ति जव शान्ति समा शान्ति रे बाहिर जाने रे पढ्न हिँड्ने बेला भयो तयारी गरेर बस्ने नानाहरू तयारी गरेर वृन्दावन जान्छ नि वशिष्ठजी भन्नुहुन्छ यो त रामचन्द्रहरूको वर्तमान हो राम लक्ष्मण भरत शत्रुघ्नहरूको वर्तमान हो त्यहाँ बोल्ने वशिष्ठ ऋषि वशिष्ठ वाच गर्भाष्टमे अष्टमे वापी वर्तवन्दे कृष्णेश पितरं मातरं नष्ट मातरं पितरं नष्ट गत देशान्तरसुत अब ब्राह्मणका छोराको गर्भे महिनासहित 8 वर्षमा वर्तमानमा गरिन्छ क्षत्रियका छोराको गर्भे महिनासहित 11 वर्षमा वर्तमानमा गरिन्छ जब यसरी वर्तमानमा गरिसकेपछि अनि बच्चाहरू चाहिँ के गर्छ भने गुरुकुलमा पढ्न जान्छौँ भन्छन् यिनीहरू जान आँटे है अब गुरुकुलमा पढ्न जान्छौँ भन्छन् अब सुतौवाच आमालाई भन्छन् छोराले श्रेणु मातर मयुक्त यद्ययम यसो भनान्तरे यत्रैव शारदा देवी व्रत वर्षयाम हामी गुरु शिरमा जान्छौँ वनमा गएर शारदा देवीको आराधना गर्छौँ र गुरुको सेवा गर्छौँ काश्मीर देशमा जान्छौँ र विद्या पढ्छौँ अनि घरमा आउँछौँ भने काश्मीर भन्ने त टाढा छ इन्डियामा पर्छ अब आमा भन्छन् आमाले के भन्नुहुन्छ त अब साना छन् नजानु भन्नुहुन्छ बालतोपी माया पुत्र बालितम कसरम सदा वृद्धवस्थतोहं जाता पुत्र पालनम कुरु हे बाबु तिमीहरूलाई मैले बालकदेखि पालेँ तालेँ हुर्काएँ बढाएँ पोसेँ ठुला पारेँ
अब बुढी हुन लाग्यो नि है सुन कथा है सुन तिमीहरू वनमा नजाओ बच्चाले भन्छन् के भन्छ भने तिमीहरू लक्ष्मण आइ ए भान्जी तिमी सुन अब हामी ब्रह्मचार्य धारण गरेर शिवको सेवा गरेर स्नान गरेर घरमा आउँछौँ ढिलो भइसक्यो नि त किन बसेको ढिलो 7 कुल छिटो जाऊ तल 7 कुल माथि दिएन 10 कुलको चाहिँ हामी के गर्छौँ त कान्छी शब्दको चाहिँ त्यो धानी गाउँछ खुट्टामा ढोका खुट्टामा 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 संस्कार भनेको संस्कार हुन्छ तँ बेटिस राख तँ राख त संस्कार कहिले बिर्सिनु हुँदैन सबै बिर्सिनु पर्छ संस्कार बिर्सिनु हुँदैन ल गर्ने हो कि बाबू पर्ने हो अब
लगाइदिने हजार नगरी आइज तपाईँ लिएर बस्नु लगाइदिने यता फर्क्यो यता आन्टी आन्टी एकछिन पक्नु है छैन होला त फेरि जी हातले जसमा बगानमा ए कहाँ हुन्छ अब त ज्ञानी हुनु धेरै पढ्नु मान्छे हुनु मम्मी बुवाले भनेको हेर्नु गर्नु मान्छे हुनु भाग्यमानी हुनु मम्मी बाबाले भनेको मान्नु अहिले भोक मेट्यो पर्छ मलाई चिन्ने कि नचिन्ने सङ्घाई मलाई चिन्ने कि नचिन्ने यो सम्झना दिदीको चिन्छु सम्झना दिदी एउटालाई एउटा भाइको यो सानीमाको सानीमा भन्छन् ला यसको त झर्ने रहेछ यसको त खोल्नै नपर्ने हातेर लैजाऊ न दुईजना छैन एक एकजना लाइन
माला चाहिँ राम्रो खालको बनाएर कस्तो माला पो बनाएको एकैचोटि किन गरेको पालो पालो दिदी जानुभयो दिदी अब के भयो मेरो भाइलाई चाहिँ सबैले धेरै हुन्छ भने क्या तर आज के हुँदैन है जति लाए पनि केही होइन अहिले पछि लानु त्यही हो सबैतिर राम्रोसँग पढ्नु निधार ठुलो रहेछ धेरै भाग्यमान रहेछ तिमी है अभिमाले नानीको याद गर्नुपर्छ अब चारतिर लाग्यो लाखपति बाँड्ने बेला भोक कुसुमहरू बस्छन् क्या हुनु न हेलो बाबु खटी रहेछ दुइटै दाइलाई दियो दुइटै दाइ दियो हुन्छ अरे सम्राट साथीहरू थाहा न नमस्कार गर्ने नि त होला नि छोरा यहाँ नाइ यता नै त्यो बाल्दिने ओ नमस्ते ओम दित्ताय नमः पुष्पेर पाइन्छ हरि ओम तत्सत् हरि ओम तपाईँको नाम भन्नु है दीपदानम अहंकार सबै छोड्दिनु अब यसै एक बत्तीले सबै सल्काउनु शनि घुमाउने हो टाउका माथि माथि पार्नु नत्र फेरि उतातिर आउँछ
छोडेपछि है अहिले बोल्नु त्यसले के गर्छ त्यस्तो नगर एक-एकचोटि लगाइदिए हुन्छ यामा चिसो खान मन लाग्यो त त्यसरी अडिने हुनुपर्छ राम्रो बाबा हजुर के गर्न छ यो त सुनमा जस्तो भइरहेछ जस्तो भइरहेछ बाबा बाहिर गइसक्यो कहाँ साबीको पहिलेकै ठाउँ एकदम
बिहे खानु छ होइन कति बिहा खानु नातिनी बुवा ल्याउन पर्ने छ को भयो तिमी पनि माथि दुध खाइदिनु न दुध खाइदिनु बुहारीहरूले लागिदिनु नदेख्ने रहेछ अब कहाँ जाने हो हजुर यसरी कामातिर होइन नमस्कार गर्नु पर्दैन भाइ गिफ्ट लिएर है हाँस्न पऱ्यो कि यसरी थाहा अरू अलि म भन्छु ठिक छ ल बधाई छ ल खै अब लाइट गर नि त बधाई छ है ए यहाँ छ ल कान छ हजुर खै त बेउ जेठो अन्डी ज्ञानी हुनु राम्रो पढ्नु है बाबु कान्छ त ज्ञानी नै छैन हो दीपक जस्तै छ दीपक जस्तै के बुढाको चाहिँ अब उहाँको सिधिहाल्नु भन्नुपर्ने बिबिएस पढेको काम लाग्यो भरे काम लाग्छ आएपछि मात्रै मामाले तात्छ यताउता पारेर त पुरै छुरा
दुनिया की सुनता है क्यों खुद की भी सुन ले कभी कुछ Terima kasih.
जागिरी मर्दा बनिया इमानदारी के टबला जमन दिने मंठिया हे दम जोजन खैला जागिरी मर्दा बनिया ईमानदारी के टबला जमन दिने मंठिया खैने चोरट खाचा के दाते नाचा दीदी को मगनी भैंस क्यों मेरे माला छा दीदी को मगनी भैंस क्यों मेरे माला छा यसपालि हिउँदो महिनामा बिहान गएर सुन्छ लासाको पढाइ लेखाइमा अप्पल छु वैज्ञानिक बन्छु नसाको गोरी बाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा झप्पै कदम रोकियो फुलको बटैमा झप्पै कदम रोकियो फुलको बटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु 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 अहिले दक्षिणा जति म बसेर खुरुखुरु लिन्छु अनि थाहा पाउँछ मत तारुनो लक्क जवाना तिमी अर्कैको जीवना अर्कैको जीवना लक्क जवाना तिमी अर्कैको जीवना Bye.
पर्ख पर्ख मायालुमा पनि त आउँला रेलको झ्याल समाएर सँगै भागौँला Thank you.
काममा तिमी चढ्यो क्या मालुम तिम्रो गालामा बिरतीको जाडो कस्तो मुटु तिमीले थर 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 तिमीले मुटु भित्र बरबर आयो बरबर बरबर बिरतीको जाडो कस्तो मुटु तिमीले थर 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 तिमीले मुटु भित्र बरबर आयो बरबर बरबर अलपली ढाका टोपी ढाका सिनेमा अलपली ढाका टोपी अलपली सिनेमा चढ्यो क्या मालुम तिम्रो गालामा क्या मालुम तिम्रो गालामा हिजो अस्ति भएर भेटेको हिजो अस्ति भएर भेटेको हाम्रो माया
राम्ररी